लगता है। ऐसा ऐसा रोड है देखो फिर। बाइक चलाइरहेर यार भावी यार मेरा कहाँ जाने बाटो खोइ यता रहता। हेलो गाइस, वेलकम टु माई न्यू अदर ब्लग्स। आज हामीहरू सबैजना गइरहेछौँ नुवाकोट घुम्नलाई होइन। सो अहिले हामी आधी बाटो गइसकेका छौँ। देखि नै यो बनाउनु पनि भ्याएन र आधी बाटोदेखि तपाईँहरूले बाटोमा छ हेर्न सक्नुहुन्छ केटाहरू छ। अब अहिले नुवाकोट जाँदैछु। हेर्न सक्नुहुन्छ बाटो भनेको यस्तो हुन्छ। हेर्न सक्नुहुन्छ हामी आधी बाटोमा दृश्य छ हेराइदेऊ एकछिन। हो यहाँ हेर्न सक्नुहुन्छ केटाहरूको बाइक साइक सबै यहाँ छ। हामी अब ग्याङ छ यहाँ होइन केटाहरू पारा पारा ल अब अगाडि देखाउँछु तपाईँहरूले हेर्दै जानुहोस्। कन्टिन्यू लाइक गर्नुहोस्। अब फेरि लाग्यो अगाडितिर केटाहरू पछाडिमा छ। हेराइदिनु केटाहरूलाई। हेर्नुहोस् बहुत चिसो छ यता। ठन्डा लग रहा है ज्यादा ज्यादा ठंडा लग रहा है। बहुत ठंडा है। रास्ता भी डेंजर है। बेटाहरू पीछे पीछे आ रहा है। बाटो बहुत चिसो छ। बाटो हेर्नु पानी पानी छ। ठन्डा पनि उत्तिकै लागिरहेछ। चिसो छ यार। चिसो छ यार। बाबारे बब्बा हात काप्दैछ यार। केटाहरू पनि पछाडि चिप्लिरहेछ। के हो सो गाइस अहिले हामी रोकेका छौँ खाजा खान। अब यहाँ ताजा ताजा सेल रोटी जेरी पाक्दैछ। अब सेल अनि जेरी आइसकेको छ। अब यहाँ केटाहरू सुरुवात गर्छ होइन। यहाँ शेखर रोशन अमर यहाँ बिके डाउन यहाँ अर्को एकजना साथी हुनुहुन्छ। यहाँ पकौडा नि आइसक्यो। तपाईँहरू नुवाकोट आउँदै हुनुहुन्छ घुम्न भने यहाँ खाजा खानु होला। ताजा ताजा सेल रोटी पकौडा जेरी पाउँछ यहाँ। होटलको नाम यो हो हेर्न सक्नुहुन्छ। त्यस यहाँ मिठो खाजा पाउँदो रहेछ। मौसम कस्तो छ यहाँको दृश्य यो पनि पक्कै छ। 2026 का ट्रिप रमाइलो हुँदैछ।
बाटो यस्तो छ बहुत सुन्दर बाटो छ कालो मासला कस्तो बाटो छ हेर्नु है हो बाटो के हो यो यस्तो बाइक चाहिँ जान्छ क्या पार्छ साला ऐसा भी रोड होता है ऐसा रोड है देखो हो बाइक लगाइरहेको यहाँ थाहा दिएर अब कहाँ जानु खोइ अब यही हो टावर भ्यू गाडी त्यहाँ राखिसक्यो अब हिँडेर जानुपर्ने हुन्छ यस्तो छ बाटो बाइक त्यहाँ छ सर बुझता है कैसा कैमरा हमारा कैमरा बहुत स्पोर्ट कैमरा में साला गाना पट रहा है देखोगे देखो कैमरामैन बंडा कुमार कैमरामैन बहुत सो गाइस अहिले हामी यहाँ भ्यू टावर माथि छु हैन तपाईहरु हेर्न सक्नुहुन्छ अहिले अब अलिकति ढिलो भएर कुहिरो लागेर राम्रोसँग दृश्य आइरहेको छैन हैन सो अब यहाँ अमर भाइ छ यहाँ के छ अब यहाँ भ्यू टावरबाट यसरी तलको भ्यू जस्तो देखिन्छ हैन यो तलको भ्यू हो हेर्न सक्नुहुन्छ अलि कुहिरो जस्तो लागिरहेछ त्यही भएर अलि खासै देखाएको छैन तर ठिकै छ यहाँबाट भ्यू देख्ने तल झर्ने हो यतापट्टिको भ्यू हो अब गाइस हेर्नुहोस् खाना खाएको छैन 3 बजिसकेका छौँ के गर्नु सोचेको थिएँ कि अर्कै यहाँ छ अर्कै के गर्नु अब बाइक यहाँ तल छ ऊ त्यहाँ हेर्न सक्नुहुन्छ केटाहरू झरिसक्यो अब हामी पनि जान्छौँ ल अब हिँडौँ मेरो ग्लोभ्स र हेलमेट यहाँ छ अब झर्दैछौँ तल यस्तो भर्याङबाट अरे बाबा रे बाबा गाँड फार ट्रिप भयो आज गाँड फार ट्रिप भइसकेको छ मन्दिरहरू छ गाइस हैन लास्ट अफ रोड छ यार गाइस तर नुवाकोट भन्ने ठाउँ पनि डेन्जरै छ पुरै अफ रोड यस्तो बाटोमा बाइक लिएर आउनु पर्ने छ आमा हो अरू त ठिक छ खाना खाएको छैन यार यो त चाहिँ लास्ट गाह्रो भएको छ 3 बजिसक्यो भोक लागेर डेन्जर भएको छ मेरो बाटो हेर्नु नि यस्तो बाटोमा आउनुपर्छ के गर्नु गाइस यस्तै छ बहुत डेन्जर छ यार बाटो त यस्तो छ यो यसरी दौड्नुपर्छ हैन हैन बाइक यहीँ राखेर गएको थिएँ सो गाइस अहिले हामी यो भ्यू टावरबाट निस्किसक्यो अब तल झर्दैछौँ यहाँ दरबार जाँदैछु होइन बाटो हेर्नु कस्तो अफ रोड छ हेर्ने आशालाई यसलाई भन्छ कि अफ रोड यो भनेको अफ रोड हो क्या यस्तो अफ रोड भन्छ गयो केटाहरूले त This is a off-road. ये है गाइस ओरिजिनल बच गया गाइस बच गया अभी तो जा रहा था नीचे अहिले झन्डै मैले तल झरेन गाडी यता
गाडीको त दशा दिशा अरे बाबा बढेर जानुपर्ने ऊ तल छ खाना खाएको छैन पावर नि सक्नु लाग्छ बाटो त फेरि यो गाइस पुरानो मन्दिरहरू हेर्न सक्नुहुन्छ हुन्छ निकै पुरानो मन्दिरहरू हो यो एकदम पुरानो मन्दिर हो यो त्यो युगको मन्दिर हो यो एकदम लास्ट पुरानो मन्दिर किनकि उतापट्टि नयाँ बन्दैछ यो पुरानो चिनो भनेको यही हो यहाँ नुवाकोटको दरबारको यतापट्टि केटाहरू यहाँ मुखसुख धुँदैछ सबैजना फाइनली गाइस हामी रिसोर्ट आइसकेका छौँ बल्ल 4 बजे अनि अब खाना अर्डर गरेका छौँ आधी घन्टा लाग्छ अरे खाना बन्नलाई यो रिसोर्ट होइन हामीहरू ऑब्जेक्ट करायचं ना हेरता लागेल स्लोप से द्यायचं रस्सी घुसावन टांग घुसावन नीचा में टांग घुसा वाला है ओ माय गॉड यहाँ खुटा आ गया छोड़ दो भाई घुसावन जोर से हिला दियो गाइस अब हम जिंदा है खत्म हो गए मालूम ओरो तेरी भाई अब आउ जिंदा लागे खत्म ना गेली ओ भाई ए ठला ठला नि गयो 90 किलो चाहिँ डोरी तरी ट्विट केले भन्छ मर जबे ल अब बिक्के भाले यहाँ ट्राई गर्दै छु क्यामेराम्यान बरु सो गाइस बल्ल खाना आएको छैन 4-4:30 बजे खाना आयो भोक लाग्यो लास्ट तनाव भएको थियो खाना अर्डर गरेको थिएँ खाना आइसक्यो अब केटाहरू सबैलाई भोक लागेको थियो जस अब खाना मिठो छ कि छैन यहाँको खाइसक्यो तपाईँहरूलाई भन्छु हेर्दाखेरि ठिकै लागिरहेछ खानासाना खाइसक्यो गाइस अब चाहिँ यहाँबाट हामी अब लाग्यो रुमतिर बल्ल केटाहरूको जिउमा जान लागेको छ होइन गाइस अब रुम जाँदा फर्किँदैछु होइन चिसो लागेर यहाँ हामी बाटोमा चिया खाएको छौँ बिहान खाजा खाएको होटलमा फर्केर यहाँ भइसकेको छ सो गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ फाइनली हामी केटीएम आइसकेका छौँ होइन लास्ट गाह्रो भयो यस बल्ल तल राम्ररी पुगिसक्यो काठमाडौँ हेर्दै गर्नु लाइभले यसरी भिडियो आइरहेर लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सपोर्ट गर्नुहोस् ओके बाई गुड नाइट